हेलो साथीहरु, कस्तो हुनुहुन्छ? आशा गर्छु सन्चै हुनुहुन्छ होला। हजुरहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आजको भिडियोको टाइटल र थम्बनेल हेरेर त हजुरहरुले थाहा पाइसक्नु भयो होला हैन कि आज के को बारेमा भिडियो हो भनेर। म चाहिँ यो मेरो फर्स्ट ब्लग हो। मलाई थाहा छ हजुरहरुले मलाई चिन्नु हुँदैन भनेर, किनकि म कुनै सेलिब्रिटी हैन हजुरहरुलाई चिन्नको लागि। तर पनि अब म पनि एउटा युट्युबमा एउटा सपना लिएर आएको हो कि म पनि केही गर्छु भनेर। त्यो कारणमा आएको हो। मलाई हजुरहरुको माया र साथ चाहिएको छ। मेरो नाम चाहिँ महेश कुमार श्रीवास्तव हो। म वीरगञ्जमा बस्छु र म कस्टम एजेन्ट अफिसमा काम गर्छु। अब वीरगञ्ज कस्तो होला के होला भनेर तपाईहरुको मनमा प्रश्न आइरा होला हैन। त केही टेन्सन नलिनु, केही समयमा तपाईहरुलाई सानो क्लिप म भिडियोमा हाल्दिन्छु। वीरगञ्ज सिटी हेर्न सक्नुहुन्छ तपाईहरु। अनि आज चाहिँ म यो ड्राइपोर्टतिर आएको छु। अब तपाईहरु भन्नुहुन्छ मतलब यो कस्टम अफिस कस्तो काम हो भनेर। त म जस्तै यहाँ हेर्नु, यहाँ साइडमा यो सबै कन्टेनरहरु छ। यो चाहिँ तपाईहरुको बाहिरको देशहरुबाट सामानहरु आउँछ। त त्यसैलाई हामी नेपालमा पास गर्ने हो। यो गाडीहरु हेर्न सक्नुहुन्छ। अब यहाँ हेर्नु, यो ट्रक स्टार्ट भइसक्यो। तर माफ गर्नु होला साथीहरु, हल्का मतलब नोइसहरु आइराछ। यतातिर यो पछाडीतिर गीतको त्यो भइराछ, गीत गाउँदैछन्, डीजे बजाउँदैछन्। अनि यहाँ ट्रक भर्खर स्टार्ट भयो, त्यसैले त्यस्तो आवाज आयो हो। हल्का मतलब सपोर्ट गरिदिनु तपाईहरु। अनि हेर्नु यताको यो कसैलाई यदि कारहरु चाहियो भने आउनु होला यहाँबाट लिएर जानलाई हैन। अनि ल अहिले चाहिँ साथी, अहिले चाहिँ म यो काममा आएको छु। काममा आएको भएर अब धेरै नोइस पनि आइराछ यतातिर। त धेरै बनाउन सकिराखेन। तर पनि हजुरहरुलाई बस एउटा कुरा भन्छु कि मलाई हजुरहरुको सपोर्ट चाहिएको छ। सपोर्ट गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु, कमेन्ट गर्नु होला केही प्रब्लम यदि केही चित्तहरु दुख्या छ भने। अनि त्यसपछि सक्दो शेयर गरिदिनु। हजुरहरु सक्दो सपोर्ट गर्नु मलाई। आउनेवाला समयमा म राम्रो राम्रो भिडियो हजुरहरुको लागि हाल्ने छु र कोसिस गर्छु हजुरहरुलाई इन्टरटेनमेन्ट गर्नको लागि। अहिलेको लागि हजुरहरुलाई बाइ बाइ, फेरि भेटौँला।